क्लब टोल विकास संस्था जनप्रतिनिधि सबैलाई आह्वान गरेर 15 दिनमा एकचोटि यहाँहरूले हाम्रो बाटो घाटो हरेक ठाउँको सरसफाइ फोहोर एक ठाउँमा छ, हाम्रो खानेपानी एक ठाउँमा छ भने पनि अघि नै हाम्रो प्रतिमाजीले भन्नुभएको छ, हाम्रो हावा पानी यो विभिन्न कारणले पनि हामी चाहिँ फोहोर कुराहरू हामीले सेवन गरिरहेका छौँ। हावा प्रदूषण भएको छ। त्यस कारणले यो काम चाहिँ यहाँहरूले नियमित रूपमा महिनाको 2 चोटि 15 दिनको एकचोटि चाहिँ यो कार्यक्रममा चाहिँ अगाडि बढाउनु होला। त्यसको लागि नगरपालिकाबाट यहाँहरूसित सहकार्य गर्नको लागि केही अप्ठ्यारो भयो, केही कुराहरू चाहिए प्राविधिक रूपमा भने हामी त्यसलाई चाहिँ सहयोग गर्न तयार छौँ। यहाँहरूले अब हरेक ठाउँमा यो कार्यक्रम अगाडि बढाउनु होला। यही उद्देश्यले आज नगर प्रमुखको 12 अभियान भनेको हाम्रो धेरै शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि अनि महिला सशक्तिकरणका कुराहरू धेरै कुराहरू पर्छ। नगरपालिकाको नियमित क्रियाकलापहरू आफ्नो ठाउँबाट आफ्नो शाखाले गर्छ, तर अतिरिक्त काम गर्नु पर्यो भने यो 12 अभियान भनेर राखेको। त्यस कारणले यसलाई अत्यन्तै महत्त्वपूर्ण समाजलाई उचित सही दिशा लानको लागि चाहिने कुराहरूको लागि नै यो चाहिँ 12 अभियानभित्र राखेर खानेपानी संस्था कर्मचारी र नगरपालिकाको सहकारी हो यो कार्यक्रम। यो एउटा कार्यक्रम दिनभरि आइयो, यहाँ सुनियो, यतिले मात्र होइन, यसको महत्त्व धेरै अमूल्य छ। त्यस कारणले तपाईँहरू सबै बुझ्नुहुन्छ। व्यवहारमा हामीले लागू गरिरहेका छैनौँ। म सबैलाई हार्दिक आह्वान र अनुरोध गर्न चाहन्छु, यहाँले अब यो आफ्नो एरियाभित्र सरसफाइ कमसेकम 15 दिनमा एक दिनको शनिबार पारेर यो सरसफाइ जसरी खानेपानी यो बर्दघाटले हरेक टोलमा गरिराख्नु भएको छ। अस्ति मात्रै यो मर्चा घोलामा देखेँ, अरू टोलहरूमा उहाँहरू यो 22वटा टोल छ, यो 22वटा टोलमा उहाँहरू घुमिरहनु भएको छ पालै पालो। त्यसरी नै अरू हाम्रो नगरपालिकाभित्रको सबै संस्थाले यही प्रक्रियाबाट अगाडि बढ्न पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र अर्को आगामी वर्षको बजेट निर्माण गर्ने हामी चरणमा छौँ। हिजो मात्रै अध्यक्ष साथीहरू, प्रतिनिधि साथीहरूलाई भनेका छौँ। यहाँहरूलाई पनि मेरो अनुरोध छ, अब हामी अघिल्लो वर्ष अब आउने वर्षलाई 2083मा नगरपालिकालाई सङ्घीय सरकारले दिने विशेष अनुदान भनेर आउँछ, त्यो 4-5वटा ठाउँमा मात्रै हामीले प्रयोग गर्न पाउँछौँ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ। त्यस कारणले अहिलेलाई हामीले अघिल्लो वर्ष स्वास्थ्य रोजेका थियौँ। अहिले सबै विद्यालयहरूमा यो डिजिटल बोर्ड अब आधुनिक हिसाबले कम्प्युटरको जमाना आयो। हाम्रा केटाकेटीहरू अब गुणस्तरयुक्त बनाउनको लागि त्यस कारणले सबै विद्यालयमा यो ल्यापटप डिजिटल बोर्ड पठाउँदैछौँ। त्यही हिसाबले अहिले चाहिँ प्रत्येक घरमा एक घर एक धारा अभियान पुरा गर्नको लागि मैले हिजो पनि भने, अहिले रकम भएका संस्थाले पाइप किनेर प्रत्येक टोलमा पुर्याउनु होला। धारा जोड्न नसक्नेलाई 70% नगरपालिका, 20% संस्था र 10% त्यो विपन्न परिवार जो सुकैलाई पनि होइन, फेरि खानेपानी